व्यक्तिले तपाईसँग कुनै पनि प्रोडक्ट एन्ड सर्भिस किन किन्दैन? आज मार्केटमा अहिलेको समय यस्तो भएको छ कि कुनै पनि प्रोडक्ट एन्ड सर्भिस आफै सेल हुँदैन। प्रोडक्ट एन्ड सर्भिस सेल हुनको लागि एउटा माध्यम चाहिन्छ, त्यो तपाईँ हो। तपाईँ पहिला मार्केटमा सेल हुनुहुन्छ अनि मात्र तपाईँले भनेको प्रोडक्ट एन्ड सर्भिस मात्र के हुन्छ? सेल हुन्छ। त्यसमा सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको तपाईको पर्सनालिटीले पनि तपाईको प्रोडक्ट एन्ड सर्भिस, तपाईको पोलिसी सेल हुने नहुने, तपाईले पोलिसी काट्न सक्ने नसक्ने भन्ने कुरा पनि तपाईको पर्सनालिटीले के गर्छ? डिटरमाइन गर्छ। यदि तपाईको नेगेटिभ पर्सनालिटी छ, तपाईको लाउने चाहिँ ढङ्ग राम्रोसँग छैन, बोल्ने ढङ्ग राम्रोसँग छैन, आफ्नो प्रेजेन्ट गर्ने तरिका राम्रो छैन भने पनि तपाईसँग कुनै पनि क्लाइन्टले तपाईसँग त्यो प्रिमियम दिँदैन। पहिलो कारण। दोस्रो कारण भनेको तपाईको बिहेभियर। तपाईले कस्तो खालको बिहेभियर तपाईको आफ्नो क्लाइन्टले प्रोस्पेक्टलाई सो गरिरहनु भएको छ, त्यसले पनि तपाईको प्रोस्पेक्टलाई एक खालको साइकोलोजिकल इफेक्ट पारिरहेको हुन्छ। तपाईको बिहेभियरले चाहिँ त्यो क्लाइन्टले तपाईको प्रोस्पेक्टले तपाईसँग पोलिसी लिने कि नलिने भन्ने कुरा पहिले उसले डिसिजन दिइसक्यो। अर्को पनि तपाईको एटिट्युड, तपाईँ आफूले कस्तो रूपमा मार्केटमा प्रेजेन्ट गरिरहनु भएको छ, त्यसले पनि सबभन्दा मोस्ट इम्पोर्टेन्ट रोल प्ले गर्छ।